वरिष्ठ पौवा कलाकार उजय वज्राचार्य पौवा सफु पिदङ्गुदु शनिबार यलय अक्षेश्वर महाविहारे जुगु च्याजोले कलाकार वज्राचार्य पौवा वेद डिभिनिटिज रिसाइड सफुया पितबोजे जुगु ख यलो महानगरपालिका उपप्रमुख मञ्जली साक्य वज्राचार्य पौवा सफुया पितबोजे यानादिगु ख ज्याजुले वेकला यला महानगरपालिका हस्तकला था जुगु व पिदङ्गु सफ्ती पौवा कलाई बारे बालक जानकारी बिगु व हस्तकला स्वरोजगार न ग्वाली याना चंगु थैदिला हामीले मात्रै होइन हाम्रो पुस्ताले मात्रै थाहा पाउने होइन यसको विषयमा जति पनि तपाईको नलेज र तपाईको ज्ञान छ यसलाई चाहिँ अर्को पुस्तामा पनि यसको नलेज चाहिँ ट्रान्सफर्म गर्नुपर्छ भनेर यो किताब चाहिँ तपाईले प्रकाशन गर्नुभएको छ त्यसकारण पौवालाई यो किताबले चाहिँ सधैँभरि जीवन्त राख्नको लागि मद्दत पुग्छ भन्ने चाहिँ मेरो ठम्याइ छ त्यसकारण पौवा सम्बन्धी अहिलेसम्म चाहिँ थान्का र पौवा सम्बन्धी पनि जुन भ्रम छ पौवाको विषयमा मान्छेलाई जुन नलेजको कमी छ त्यसको लागि पनि एउटा पूर्तिको काम पनि आजको यो बुकले गर्नेछ भन्ने मलाई लाग्छ कलाकार उजय वज्राचार्य लिसिए नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले कुलपति के कर्माचार्य लगायत सफुया बारे जानकारी दिएको छ यस पुस्तकमा रहेका विभिन्न विषयवस्तुहरूको कुरा गर्नुपर्दा यसमा जम्मा 4वटा च्याप्टर रहेको छ प्रथम च्याप्टरमा हामीले पौवाको बारेमा पौवा के हो यो कसरी उत्पत्ति भयो र यो कसले उत्पत्ति गर्यो भन्ने विषयमा मैले प्रस्तुत गर्न कोसिस गरेको छु भनेदेखि जुन अब यसको उद्गम स्थलको रूपमा रहेको काठमाडौँ उपत्यका तत्कालीन समयमा नेपाल मण्डलको रूपले परिचित यस ठाउँ कसरी यो धार्मिक रूपमा उत्पत्ति भयो भन्ने विषयमा पनि मैले लेखेको छु भनेदेखि यसका साथसाथै पौवा विशेष गरी हिन्दू र बुद्ध धर्मसँग सम्बन्धित रहेको हुनाले मैले यस बुकमा विशेष गरेर बुद्ध धर्म र त्यसमा पनि अझ विशेष गरी यो काठमाडौँ भ्यालीमा प्रचलनमा रहेको नेवार बुद्धिज्मको बारेमा केही कुराहरू पनि लेखेको छु र सफ्ती कलाकार उजय वज्राचार्य थगुन्नी न्यादय अनुभव या त दुत्याका तया दिगुदु साँच्चै भन्नुपर्दा जुन 25 वर्ष अगाडि मैले यहाँ चित्रकलाको औपचारिक तालिम लिने क्रममा मलाई धेरै नै यहाँबाट जुन अब चित्रकलाको सिप लगायत दर्शनका कुराहरू त्यसै गरी कला इतिहासका कुराहरू पनि यहाँ सिकाउने गरिन्थ्यो र त्यो बेलादेखि नै मलाई एउटा म जस्तै युवा कलाकारहरू जसले धेरै नै यो कलाको बारेमा अध्ययन अनुसन्धान गर्ने इच्छा राखेको छ उहाँहरूलाई एउटा सजिलो हुने किसिमले एउटा बुकको मलाई सधैँ नै अभाव खड्किन्थ्यो त्यो बेलादेखि नै र यसैको फलस्वरूप पनि होला सायद त्यो बेलादेखि नै मेरो दिमागमा एउटा चाहिँ जुन अब अभाव महसुस भएको थियो र त्यही अभावको परिपूर्ति स्वरूप नै यो पुस्तकको परिकल्पना नजानिदो तरिकाले मेरो दिमागमा रहेको हुनुपर्छ र त्यसैको फलस्वरूप आज यो कार्यक्रम हुन गइरहेको छ अगाडि बढाउन चाहन्छु एउटा कुमारी